अवेकनिङ कस्तो हुन्छ? स्पिरिचुअल अवेकनिङ कस्तो हुन्छ त? जब हामी मुभी हेर्छौँ र त्यो मुभी हेर्दा हेर्दै हामी त्यो भित्र एकदमै डुब्दै जान्छौँ। त्यो मुभी भित्रै हामी आफू पनि त्यो भित्रको एउटा क्यारेक्टर हो जस्तो लाग्न थाल्छ र थट्स क्रिएट हुन्छ, इमोसन्स क्रिएट हुन्छ, फिलिङ्स क्रिएट हुन्छ, बडीमा पनि सेन्सेसनहरू आउँछ। अनि त्यस्तो हुँदाहुँदै जब हामी एकदमै झस्याङ्ग हुन्छौँ, अरे म यो मुभीको क्यारेक्टर त होइन, तर म त्यसमा बगिरहेको थिएँ, त्यही अनुसारले मैले एकदमै फिलिङ्सहरू क्रिएट गरिरहेको थिएँ भनेर हामी फेरि अलर्ट हुन थाल्छौँ। अरे म यो क्यारेक्टर होइन, म यो मुभीको क्यारेक्टर होइन भनेर हामीले डिस्टेन्स क्रिएट गर्छौँ त्यो मुभी र आफूलाई। हो त्यस्तै नै यो स्पिरिचुअल अवेकनिङ भनेको, यो जति पनि अहिले हामी भित्रको यो थट्स, फिलिङ्स, इमोसन्सहरू, सेन्सेसन्सहरू बाट चाहिँ एक स्टेप पर जाने, पर त होइन, सबै अट्याच नै छ, तर पनि एक स्टेप पर र त्यो जुन डिस्टेन्स, जुन आफ्नो मनभित्रको जुन एउटा दुनियाँ बनिरहेको थियो मनमा, त्यो दुनियाँबाट एक स्टेप पर भन्नाले मनको दुनियाँसँग हामी डिस्टेन्स क्रिएट गर्छौँ। र म त यो मुभीमा जस्तै यो जुन अहिले आफूलाई सम्झिरहेको थिएँ मैले, जुन चाहिँ म यो क्यारेक्टर हुँ भनेर मैले जुन सम्झिरहेको थिएँ, त्यो क्यारेक्टर त म होइन। आफूले आफूलाई यति लिमिटेड सम्झिरहेको थियौँ, त्यो क्यारेक्टर त म होइन, म त अनलिमिटेड सेल्फ हुँ। आफूले आफूलाई त्यो स्मृतिमा आउँछ अनि त्यसलाई भन्छ स्पिरिचुअल अवेकनिङ। र अलिकति डिस्टेन्स राखेर, तर पार्ट यो जति पनि यो फिलिङ्स, थट्सहरू आउन रोक्ने त छैन, किनभने यो त ड्रामा हो होइन। यो ड्रामा त पार्ट त चलि नै रहन्छ, तर योसँग चाहिँ हामीले आफूले आफूलाई डिस्टेन्स राख्छौँ। म को हुँ भनेर स्मृतिमा राखेर पनि जे पनि आफ्नो इनर वर्ल्डमा जे कुराहरू आउँछ त्यो सबैलाई एकदमै प्रेमका साथ स्वीकार गरेर आफूलाई पहिला आफ्नो इसेन्स सेल्फ स्मृतिमा राखेर अनि यो इमेजिनरी दुनियाँमा हामी पार्ट खेल्छौँ।